डबल रोल भिडियो कसरी बनाउने भन्नुभएको छ। तपाईँहरूले डबल रोल भिडियो बनाउनलाई सबैभन्दा पहिले तपाईँले दुईवटा भिडियो सुट गर्नुपर्ने हुन्छ, जसमा पहिलो पार्ट र सेकेन्ड पार्ट। तपाईँले बोल्ने बेलामा म पहिलो पार्टले के बोल्छु, त्यसपछि सेकेन्ड पार्टले के बोल्छु भनेर त्यसरी दुईवटा भिडियो सुट गर्नुपर्ने हुन्छ। त्यो भिडियो सुट गर्नेभन्दा तपाईँले सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा, जुन भिडियो ल्याइन्छ त्यो क्यामेरा त्यो ठाउँबाट हल्लिनु चाहिँ हुँदैन। यताउता हल्लाउनु भयो भने तपाईँको भिडियो चाहिँ हुँदैन है, गाह्रो हुन्छ। त्यसको लागि मैले भिडियो पहिले नै सुट गरिसकेको छु, दुईवटा भिडियो। म तपाईँहरूलाई स्क्रिनमा गएर सिकाउने छु है त। स्क्रिन रेकर्डमा आएको छु, स्क्रिन रेकर्डमा हेर्नु है त। तपाईँहरू कुनै एप चलाउनुहुन्छ, म चाहिँ युकोड चलाउँछु। युकोड ओपन गरेँ, त्यसपछि प्लस आइकन, त्यसपछि मैले पहिल्यै भिडियो दुईवटा सुट गरेको छु क्या। यो भिडियो पहिला भिडियो लिएँ, एक्लै बसेर यहाँ के गरेछ त। त्यसपछि तपाईँ ओभरले यहाँ त फिट लेखिया हुन्छ यो मगर यसमा यहाँ आउनुहोस्, टक्क लगाएर मिलाएर दुईवटाको टाइमिङ मिलाउनुहोस्। एक्लै बसेर यहाँ के गरेछ त, जे गरे नि तँलाई के भइरहेछ। बोल्ने बेला चाहिँ तपाईँले टाइमिङमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ है। त्यहाँ ठिक्कै छोटो हुन्छ। एक्लै बसेर यहाँ के गरेछ त, जे गरे नि तँलाई के भइरहेछ। छिट्टो बुझाउनको लागि सजिलो हुन्छ नि, त्यसैले अब यसलाई फुल स्क्रिन गर्नुहोस्, फुल स्क्रिन। त्यसपछि अब तपाईँ मास्कमा आउनुहोस्, पछि लाइनमा जानुहोस्, टक्क यसलाई तपाईँलाई जस्तो मनपर्छ त्यसरी नै घुमाउनुहोस् है त। टक्क म यति घुमाउँछु है, खासै धेरै घुमाउँदैन। यसको यो तल्लो लाइन छ नि फेदरलाई हल्का तानेर तपाईँलाई कतिको म्याच गर्छ। एक्लै बसेर यहाँ के गरेछ त, जे गरे नि तँलाई के भइरहेछ। भिडियो तिमी ओके छ। यसरी हो है साथीहरू, सजिलो छ, तपाईँहरूलाई छिटै हुन्छ, आइडिया नभएर मात्र। अब यसलाई सेभ गर्नुहोस्, यसरी फुल गर्नुहोस्, यसरी सेभ हुन्छ। तपाईँको भिडियो सेभ भइसकेको छ, अब प्ले गरेर हेर्न सक्नुहुन्छ कस्तो भयो। एक्लै बसेर यहाँ के गरेछ त, जे गरे नि तँलाई के भइरहेछ। ठिक छ है, ठिक छ, यसरी सेभ गर्नुहोस्, भइहाल्यो। हो यसरी बनाउनुहोस् डबल रोल भिडियो, ठिक छ नि। यसरी सिक्नुहोस् र तपाईँ नयाँ हुनुहुन्छ भने मलाई पनि फलो गर्नुहोस्, म पनि तपाईँहरूलाई सबैलाई फलो ब्याक गर्नेछु। र भिडियोलाई मन पर्यो भने लाइक, सेयर